आजसम्म राखेँ त्यो उधारो खानु फेरि अर्को आएको तिर्नु नपुगे फेरि पछि म गर्छु नि त पैसा छैन भने त पैसा आएर मैले त्यो पिर गरेर मैले नपाउँछु के तपाईँले त्यो कति तपाईँले के खानु मलाई खानु त्यो फेरि आएपछि भएर तिर्नु पछि उधारो भयो भने म तिर्छु भयो त माथि घरमा 2000 तल घरमा 2000 1000 एका दिने होइन साबुन पानी चाहिँ साबुन सर्फ भावेको तर तरकारी मत भावेको पैसा बिना त त्यति भएपछि तपाईँलाई मजाले खाजालाई पुग्छ खानाको लागि त्यो हिसाब भएन खाजालाई पुग्छ नपुगे पनि तपाईँ उधारो खानुहोस् हिसाब चाहिँ गर्दै गर्नुहोस् म पछि आएर म दिन्छु खर्च छैन पैसा छैन भनेर त्यो पिर गरेर नबस्नु है तपाईँ खाँदै गर्नु अब धेरै त्यो लाग्ने गरी नखानु ठिक्क टाइमले खानु अनि भात पनि खानु अनि पैसा आएर मलाई त्यो कुडी चाहिँ आएको थियो क्या सोलको उधारो खानु अनि त्यो हिसाब गरेर आउनु हिसाबले गरेर आउनु बढी लेख्ला अरूले है म तिर्छु कहाँ खाला दुइटै घरलाई कुडी सिको तपाईँलाई के जस्तो पनि छैन त्यो तपाईँले उ गरेन होइन त्यो बाउले तिर्ने पनि होइन त्यो तिर्ने कि तल तिर्ने कि माथि तिर्ने हो बराबर तिर्ने हो बराबर राङकुडी सिको के अरे साबुन साबुन चाहिँ भाविनको साबुन सर्फ भाविनको कति हिँड्दा जति लगाएको पर्दैन त्यसलाई राख्नु पैसा पुच्चेलाई त्यो लुगा धुने बेलामा चाहिँ साबुन र सर्फ ल्याइदिनु अरू केही पर्दैन यहाँ रक्सी अलिक कम गर्नु चुरोट कम खानु कम गर्नु धेरै कम गर्नु रक्सी खाए पनि चुरोट चाहिँ धेरै कम गर्नु चुरोट कम गर्नु त्यही पनि कम नसकेको चाहिँ कम कोही अब चुरोट कम गर्नु रक्सी चाहिँ एकबार खाँदा केही हुन तर रक्सी जे खाए पनि भात चाहिँ खानु भात चाहिँ खानु 10 मिनट त्यही हो पैसा दिने काम नगर्नु तल पनि माथि त्यति हो पैसा दिने काम नगर्नु है राङ्गे चतासीको तोर्न त्यो साबुन सर्फ प्याकेट र ल्याइदिनु तल पनि त्यही गर्नु सिद्धो अरू केही पनि पर्दैन तपाईँले पैसा खर्च कहिले काहीँ त्यही अब 200-300 भयो खबर आएको तपाईँको दिनु हामी पनि पर्दैन 1000 रुपियाँ 1500 दिनु पर्दैन खामसँग बरु अब त्यो तलब आएपछि चाहिँ 500 रुपियाँ हुन्छ 1000 रुपियाँ हुन्छ तल दिले राखिदिनु तपाईँको लागि हो त्यो पछि तपाईँको लागि चाहियो त्यो पैसा हो हामीलाई पर्दैन बाँकी चाहिँ पैसा दिनु पर्दैन घरमा